आज चाहिँ मैले मुला र काँक्रोको अचार बनाउँदैछु है त। मैले चाहिँ के सामग्रीहरू युज गर्दैछु त्यो चाहिँ तपाईहरुसँग मैले शेयर गर्न लागेको। यदि तपाईहरुलाई पनि बनाएर खानु मन छ र बनाउन आउँदैन भने केही छैन, यो मैले बनाएको रेसिपी हेरेर हजुरले ट्राई गर्न सक्नुहुन्छ। सुरुमा चाहिँ मैले मुला र काँक्रो धोए अनि त्यसलाई धोइसकेर चाहिँ मैले यसरी मसिनो लम्चो गरी काटेकी छु। मैले चाहिँ त्यो मुलालाई दुई भागमा काटेर एक भागको मात्र बनाउन लागेकी छु है। मुला पनि काटी भ्याएर चाहिँ मैले चाहिँ अहिले काँक्रोलाई काट्दैछु। काँक्रोलाई पनि सेम त्यसरी नै गरेर मसिनो पारेर काटिदिनु होला। अनि त्यसपछि मैले चाहिँ अलिकति नुन हालेर त्यसलाई अलिकति मुसेर अनि त्यसको पानी चाहिँ जाओस् भनेर चाहिँ मैले एकछिन साइडमा राखिदिए। केरो र आलु चाहिँ मैले रेडी नै गरेर राखिदिए। अनि त्यसपछि मैले यो एकैछिन भिजाएर राखिसकेपछि यसलाई यसको सबै पानीहरू सोचाएर फेरि एकचोटि पखारिदिए। मेरो चाहिँ त्यो सानो बटुकामा चाहिँ अलिकति मुस्नले झ्याउ हुन्छ भनेर चाहिँ मैले त कराईमा सिफ्ट गरिदिए अनि यो खुर्सानी काट्न लागे। खुर्सानी चाहिँ पिरो भएको कारणले चाहिँ दुईटा मात्र हाले। आलु चाहिँ मैले पहिले नै काटेर राखेको थिएँ। अब चाहिँ आलु र गेडा मुला र काँक्रोसँगै मिक्स गरिदिए। अब चाहिँ तिललाई भुट्दैछु। यो तिल चाहिँ पहिले नै मैले रेडीमेडै किनेर ल्याएको थिएँ। तिललाई चाहिँ भुटिसकेर चाहिँ म लागे अब तेल तताउन तर्फ। अचारमा चाहिँ मैले थोरै तेल लगाएर त्यसमा चाहिँ अलिकति मेथी लगाइदिएर अनि अचारमा झान्दिए। मैले चाहिँ झान्नु भन्दा अगाडि चाहिँ नुन र बेसार अगाडि नै हाल्दिसकेको थिएँ। तेलले झान्दिसकेपछि अब पालो आयो कागतीको रस सबै निचारेर सकेपछि चाहिँ मैले यो मजाले मुसिदिएँ। हेर्नु न कलर यस्तो राम्रो आएको छ नि, मलाई त हेर्दै खाउँ लागिसक्यो। हेर्नु न कस्तो मिठो देखिएको। र अनि यो चाहिँ बनियो पिरो अमिलो टक्क परेको हाम्रो मुला र काँक्रोको अचार।